राधे राधे। आउनुहोस्, ज्योतिषमा चाहिँ हाम्रो विभिन्न भावको फलको चाहिँ हामीले चर्चा गरिरहेका छौँ। योभन्दा अगाडिको भिडियोमा मैले चाहिँ पहिलो र दोस्रो भावको चाहिँ फलहरूको बारेमा केही विषय अब चर्चा गरेँ। अब आज कुरा गरौँ तृतीय भाव। तृतीय भावलाई चाहिँ सहज भाव पनि भनेर भनिन्छ। भाइ बन्धु मित्र पुरुषार्थ पराक्रमको भाव हो, कति गर्ने होइन, हात पाखुराको भाव हो। तसर्थ अब यहाँ चाहिँ फेरि कस्तो एउटा ज्योतिषको अर्को एउटा सूत्रले के भन्छ भनेदेखि पापी ग्रहले यहाँ राम्रो फल दिन्छन्, शुभ ग्रहले अलि फलमा कमी ल्याउँछन्। चन्द्रमाले चाहिँ यहाँ फेरि अलिकति मिश्रित फल हुन्छ, केही नराम्रो फल पनि बढी हुन्छ चन्द्रमाको है। अब शास्त्रले के भन्छ त भन्दा भानु करोति विरुजम रजनी करोपि कृत्यायुतं क्षितिसुत प्रचुर प्रकोपम रिद्धिं बुध सुधिषणं सुनिवीतवेशं तृणां प्रियं गुरुकवीर बीजस्तृतीय। अर्थात् कुण्डलीको तेस्रो भावमा सूर्य छ भनेदेखि व्यक्ति निरोगी हुन्छ, शरीरले बलवान हुन्छ, धेरै हार्डवर्किङ हुन्छ, मेहनती हुन्छ। चन्द्रमा छ भनेदेखि मुखको कान्ति राम्रो हुन्छ, कीर्तिवान हुन्छ, धेरै परिश्रम गर्ने हुँदैनन् होइन, फ्लोमा काम गर्न अलि सक्दैनन्, अभ्यास बार बार टुट्ने हुन्छ। मङ्गल छ भनेदेखि चाहिँ अत्यधिक मेहनती त हुन्छन्, तर यिनीहरूको बुद्धि अलिकति चाहिँ बेला बेलामा विपरीत हुन पनि सक्छ होइन, दुष्ट बुद्धि पनि हुनसक्छ। बुध छ भनेदेखि चाहिँ धनधान्यको वृद्धि गराउने हुन्छ, सम्पत्ति बढाउने हुन्छ होइन, मित्र बन्धुहरूको साथ सहायता सेवा सहयोग धेरै पाइने हुन्छ। शुक्र छ भनेदेखि यस्तो व्यक्ति मल्टी ट्यालेन्टेड पर्सनालिटीको हुन्छ, कलाकार हुन्छ होइन, गीत सङ्गीत गायन वाद्यवादन नृत्य इत्यादिमा चाहिँ अभिरुचि भएको हुन्छ, नाटक मञ्चन ड्रामा इत्यादिहरू चाहिँ गर्ने हुन्छन् होइन। शनि राहु र केतु जस्ता ग्रहहरू छन् भनेदेखि चाहिँ मेहनती हुन्छन्, पैसा कमाउने हुन्छन्, हार्डवर्किङ हुन्छन् र खास गरेर चाहिँ विपरीत लिङ्गीहरूप्रति चाहिँ यिनीहरूको आकर्षण बढी हुन्छ र महिला वर्गहरूमा चाहिँ विशेष प्रिय पनि यस्ता व्यक्तिहरू हुने हुन्छन्। केही मिश्रित फल पनि हुन्छन्, तर पापी ग्रहले तृतीय भावमा राम्रै फल दिन्छन्। यो एउटा चाहिँ अकाट्य सूत्र हो, सबै विद्वान ज्योतिष शास्त्रकारहरूको मत हो यो। तसर्थ यहाँहरूको तृतीय भावमा कुन ग्रह छ त्यसै अनुसार चाहिँ फलको विवेचना गर्नुहोला। राधे।